गुड मर्निङ। आज चाहिँ बिहानै उठेर नुहाइधुवाइ गरेर फुल टिप्नुपर्ति लागेँ। आज राम्रो दिन अरे अनि फेरि राम्रो दिनमा हामीले दान दिउँ भनेर सोचेर फुलहरू टिपेर चाहिँ दान दिने नाङ्लोमा लगायो। दान चाहिँ हामीले 3 भाग बनाएको थियौँ, म, मम्मी अनि मेरो दिदीको लागि। आफूले राम्रोसँगले सोचेर दियो भने चाहिँ अनि राम्रो हुन्छ अरे भनेर। अन्त दान चाहिँ हामीले के दिउँ भन्दाखेरि तिल अनि चामल, दाल अनि गुँडहरू दिउँ है। अनि अब एका मैले बाहिर निकालेर दान दिने तर्फमा लाग्यौँ। दान चाहिँ यस्तो व्यक्तिले दिनुपर्छ अरे कि त एकदम दुःख कि त भएन भने पण्डितहरूलाई दिनुपर्छ अरे। अनि ऊ त अलिक बाहुन पनि हो अनि अलिक दुःख पनि छ भनेर हामीले सोचेर उसलाई नै दिने निर्णय गऱ्यौँ। दान दिँदाखेरि चाहिँ राम्रो होस्, आफ्नो दशा गराहरू सबै शान्तिमा होस् भनेर सोचेर दिनु पर्दो रहेछ। दान दिइसकेर दान दिने मान्छेलाई हामीले टिका पनि लाउनु पर्दो रहेछ। अनि टिका लगाउँदाखेरि चाहिँ अब राम्रो मन सोचेर अनि यतादेखि पनि यता हामीलाई टिका लगाइदिँदो रहेछ। यो दान चाहिँ अब दिँदाखेरि अब आफ्नो घरको मान्छेहरू सबै छैन भने पनि उनीहरूको नाममा सोचेर पनि दियो भने राम्रो हुँदो रहेछ। दान दिइसकेर हामीहरूले अब दान दिने मान्छेलाई नैवेद्यहरू केहरू हुन्छ अब उयोहरू राम्रो मनले सम्झेर उनीहरूलाई दिनु पर्दो रहेछ। अनि उनीहरूको मन खुसी बनाउनु पर्दो रहेछ। लु है, अब चाहिँ हाम्रो दान दिने मेलो सक्यो है। अब